यहाँहरु सबैलाई नमस्कार। सत्य, त्रेता, द्वापर, कली चारवटा युग हुन्छन्। चारवटा युग मध्ये चारैवटा युगहरूको चाहिँ आफ्नो धर्म हुन्छ। सत्य युगमा धर्मको चारैवटा पाउहरू सक्रिय थियो, सक्षम थियो। त्यसकारणले धर्म अत्यन्तै राम्रो अवस्थामा थियो। त्यसै गरेर त्रेता युगमा आइपुग्दा धर्मको एउटा पाउले काम गर्न छाड्यो, अर्थात् धर्मको तीनवटा पाउ मात्रै भए। त्यसपछि धर्म डगमगाउन थाल्यो। त्यसै गरेर द्वापर युगमा आइपुग्दा धर्मको दुईवटा पाउहरू बच्यो। दुईवटा पाउहरू बच्दाखेरि धर्मको अवस्था अझै निराशाजनक अवस्थामा पुग्यो। त्यसै गरेर कलियुगमा आइपुग्दा जम्मा एकवटा पाउ हुने गर्दछ र धर्मलाई चाहिँ अडाएको हुन्छ। त्यसै कारणले संसारमा जति पनि सकारात्मक कुराहरू हुन्छन् यो धर्मको अवस्थाले अथवा धर्मले गर्दाखेरि भएको हो। अन्यथा यो संसारमा चाहिँ अत्यन्तै नकारात्मक अवस्था आइसक्ने थियो। अर्थात् अब धर्मको जुन एउटा पाउ छ त्यो पाउ पनि असक्षम भएको दिनमा, त्यो पाउ पनि डगमगाएको दिनमा संसार प्रलय हुनेछ। अर्थात् संसार प्रलय हुँदै गर्दाखेरि फेरि पूर्ण रूपमा सृष्टि हुने गर्दछ। त्यसपछि सत्ययुग थालनी हुनेछ। धन्यवाद।